तिमी मेरो जिन्दगी तर लास्ट रमाइलो हुँदै चाहिँ साथीहरू देखाउनु नि पर्ने हो किन हामीले त फुड हन्टा हाले छैन खासमा खासै छोड्दैन हाल्ने छोडिदिने हो होइन यार पछाडि क्यामेराबाट म गएर आउँदिनँ ल रोजर रोजर 1 2 3 टेक टेक 1 जाऊ त तिमी गएर हेर अब एकदम एडजस्ट छ चाहेको तिमीलाई मैले खासमा हेर्न पठाएन कि म चाख्नलाई पठाएको के छैन बुझ्छ एकदम खासमा हामीले त्यो नखिचेको राम्रै भएछ कि त्यस्तो खासै मिठो त होइन सरी सिस्टर हामीलाई सित्तैमा दिएको भए हामी अब मिठो भनिदिन्थ्यौँ खोल्दा खोल्दै रात पर्छ आफूलाई फेरि हतार खा दाँतले नखोली नआउने ल साथीहरू यो बवाल ठाउँ छ है तपाईँहरू पनि आउनुहोस् टिकटक सिकटक बनाउनुहोस् भाइरल गरिदिन्छु यो खासमा बाख्रा चराउने ठाउँ हो तर राम्रो छ धेरै नखाऊ है यहाँ म गफ हान्दै यो खोल न म सघाउँछु तिमी गफ हान्दै गर न तर मिठो छ नि खासमा मलाई चाहिँ मिठो लाग्यो क्रन्ची छ क्या होइन यो बोतल नै हो नि यो बोतल उफ्नाएर ल्याउनुपर्छ खासमा साँच्ची भने क्या तिमीले खोलिसक्दा मेरो यो सकिसक्छ 2 मिनट जाउँ गाह्रो छ त बोतल त पर खोल यार मिठो छ है अलिक मजाक गरेर मिठो छ त मैले किन राखिदिएँ भन ल राख्न मन लागेर यो यसको बिर्कै होइन त्यो दिदीले हामीलाई स्क्याम गर्यो किन नखुलेको भन त तिमी चम्ची त्यहाँ राखिदिएको झन् तिमी फेरि मेरै चम्ची हानिदिएर यो एसिड त होइन नि ल तिमी खोला दाँतले खोल मैले पर्मिसन दिइस् है त साथीहरू खाएँ चटपट हो त्यस्तो के होइन यो कसरी खोल्ने भनिदिनु त कमेन्टमा लेख्नु त कमेन्टमा लेख्दा सापडाको दाँतबाट खोल्नु देखाएर रहेछ दाँतले हानिदिएको दाँतले खोल्ने बानी भएको अब फेरि सक्दैन सकेछ नाइस साथीहरू यो मात्रै खान्छ धेरै खानु हुँदैन क्या टिकटक बनाउन बेस्ट छ कि यो बाटो पनि हिँड्नुहुन्छ नि हेर्नु क्या सही नै छ खाने होइन यो ठाउँ कहाँ हो भनेर नसोध्नु है ग्रास हेर्नु ल म खाइसक्नु नि गाउँको उयो सक्छ एउटा गरी खाऊ न एउटा गरी खाऊ न सकिन्छ त्यो एउटा भिडियो होइन एउटा गरी खाऊ न भन्छ त यसरी यस्तो लिन्छ होइन यसरी गम्मै होइन तिमी एउटा मात्रै खाऊ है हो मलाई सबभन्दा मन परे पार्ट उस्से छैन उस्सेको छैन के हो किन सबभन्दा मन परे पार्ट होइन उहाँले हामीले राम होइन ओसेको छैन क्या न ओसिसक्थ्यो यो किन यस्तो नभएको यो भनेको ओरिजिनल राम्रो लाग्यो यो ओरिजिनल हो कि अरू ठाउँ सबै डुप्लिकेट हो खासमा म त्यो दिदीको दाइ हो नि त्यो दिदी मलाई भाइ भने राखी छैन बाँध्न जाऊ मैले चित्त दुखाइ छैन ओके अर्कोचोटि अलिक धेरै दिनु बस त्यति भए काफी पानीमा नि हामीलाई स्क्याम भयो नि खासमा पानीको प्राइस चाहिँ धेरै होइन नि कति दियो खाइसक्नु 25 स्क्याम भयो हो आशीको दिल ल्याउनुपर्छ यार यो चाहिँ ठिक छ होइन यो चाहिँ स्क्याम भयो फ्रिजको भएर होला त्यहाँदेखि त्यत्रो नलिनु यसलाई पऱ्यो भने 13 देखि 15 रुपियाँ पर्छ होला तर तिमीलाई कसरी दिँदैन 13-15 उनीहरूले 20 मा बेच्नुपर्छ क्या
यहीँ सुत्दिउँ जस्तो छ क्या त्यो माहौल चाहिँ खासमा त्यहाँ टिकटक बनाउनु आएको खोला को हो त्यो लड्की लड़की पीछे से देख रहा है पछाडि लड्की आएको छ स्कुटरमा अड्की सकिन्छ है साथी मेरो फेरि राइमिङ अहिलेको गीतको सुनेको सुनेन तर अब भात खानु पर्दैन घर गएपछि मिठो छ कि यो छ कि छैन एकदम तिमी जेन्युन रिभ्यू भन ल 10 मा कति एकदम 10 मा 9 मा 8 तर मिठो चाहिँ छ है फेरि मैले 10 मा 10 किन नदिएको भन न आफ्नै आएन तिम्रो टेस्टमा पहिला बेलामा मैले आउँदैन भने अरूलाई किन दिने मैले पनि 8 दिएँ म त थोरै आउँथ्यो होला दिएँ हैन सब भन्छ मेरो आउँछ नि तर पनि मैले धेरै दिएँ किनकि अलिकति मन पर्यो मलाई तर पछि के त्यो तिम्रो दिदी हो मेरो पो तिम्रो दाइ तिमीलाई त भाइ भन्ने थिएन तिम्रो दिदी मेरो दिदी हो कि तिमीलाई त भाइ भन्ने थिएन खासमा मै रहेछु भाइ भएको अनुहारवाला तिम्रो दिदी मेरो दिदी होइन सकिन लाग्यो चम्चा छोडौँ हातले गन्दै गन्दै खाउँ छिटो सकिन्छ नि त त्यही त अलि धेरै धेरै भोलिदेखि एउटै चम्चा हाल्ने अनि पाली पिला खाने यसरी बाटोतिर छन् भन्दैछु को तिनीहरू मलाई कपी गर्नु छोडेर होला मेरो 1 मिनट पुगिसक्यो नझार नि यार कति महँगो छ मलाई त पुग्यो यार खाऊ कहिले खान्छ यति धेरै छ कसले खाने फुल पेट चिज पानी भएर सजिलो त भयो नि मैले त अलिअलि पनि पिरै हुन्छ के खानु पुवाक्क मुखामा हाल्नु जस्तो भन्ने थाहा छैन मुला साग भन्छु त प्वाक्क हान्यो त्यो बुढीले भने होइन सक्यो यहाँहरू फोन नगर्ने भिडियो आउँछ इन्भाइरोमेन्ट फ्रेन्डली हो अब यो प्लास्टिक पनि खाइदिने हो कि इन्भाइरोमेन्ट फ्रेन्डली सरी पैसा परेछ अहिले हामी यहाँ फाल्दैनौँ गोजीमा हाल एकछिन हाल न भिडियो बन्द हुन्छ बस न एक दुईवटा कुरा गरौँ बस झन् म कहाँ जाने भनेर सोचिरहेको थिएँ अहिले जाउँ न सँगै गोजीमा हाल न एकछिन यहाँ क्यामेरा आउने छ भने ल तिमीपट्टि धेरै देखाइ ल म गोजीमा हाल्छु तिम्रो गर्लफ्रेन्डको नाम भन अब मेरो गर्लफ्रेन्ड नाम मेरो गर्लफ्रेन्ड नाम तिम्रो नाम भन मेरो नाम रोहित महतो हो तिम्रो नाम मेरो नाम के थियो यार बिर्स्यो मैले मेरो नाम बिर्स्यो ल साथी एकछिन छुट्यौँ ल ब्रेक पज ब्रेक लिइहाल्ने ए याद आयो मेरो नाम अमीर जो कवि पैसा परेको पारी भएर नथुकेको नभए तुकिसक्ने तिम्रो भएको भए म हात पनि धुन्छु खाऊ यो चाहिँ उता फालिदिन्छु पहिले त्यहाँबाट हेरेर हेलो गर्दैछन् ल साथीहरू एकछिन छुट्यौँ ल यस्तो सिट कमन बेबी यो ठाउँ चाहिँ राम्रो छ क्या त्यो मैले तल गरेँ गो ग्रिनै छ ए कुकुरलाई भने रहेछ यो राम्रो छ कि टिकटकहरू बनाउनु नि आउनु न बनाउनेहरू इच्छा हुनेहरूले चाहिँ त्यही हो ल छुट्टी एकछिन